नमस्कार साथीहरू। के तपाईँ शेयर बजारमा लगानी गर्न चाहनुहुन्छ तर कहाँबाट सुरु गर्ने भनेर अन्योलमा हुनुहुन्छ? आज हामी कुरा गर्दैछौँ द इन्टेलिजेन्ट इन्भेस्टर भन्ने विश्व प्रसिद्ध किताबको बारेमा। यो किताब बेन्जामिन ग्राहमले लेख्नु भएको हो, जसलाई फादर अफ भ्यालु इन्भेस्टिङ पनि भनिन्छ। यो किताबले हामीलाई सिकाउँछ कसरी स्मार्ट तरिकाले लगानी गर्ने र कसरी रिस्कबाट बच्ने। अब सुरु गरौँ यस किताबका महत्त्वपूर्ण लेसन्सहरू। पहिलो कुरा, इन्भेस्टमेन्ट र स्पेकुलेसन बीचको फरक बुझ्नुहोस्। इन्भेस्टमेन्ट भनेको राम्रो एनालिसिस गरेर सुरक्षित रूपमा पैसा बढाउनु हो। स्पेकुलेसन भनेको अनुमानको आधारमा रिस्क लिनु हो। धेरै मानिसहरू शेयर बजारमा ग्याम्बल गर्छन् र त्यसलाई इन्भेस्टमेन्ट भन्छन्, तर साँचो इन्भेस्टर कहिले ग्याम्बल गर्दैन। अब अर्को महत्त्वपूर्ण कन्सेप्ट, मिस्टर मार्केट। मिस्टर मार्केट एक इमेजिनेरी क्यारेक्टर हो जसले डेली प्राइस अफर गर्छ। कहिले ऊ धेरै अप्टिमिस्टिक हुन्छ, कहिले धेरै पेसिमिस्टिक। तपाईको काम के हो? उसको मुड अनुसार डिसिजन नलिनु। जब प्राइस सस्तो हुन्छ त्यति बेला किन्नुहोस्, जब प्राइस महँगो हुन्छ त्यति बेला बेच्नुहोस्। अब अर्को पावरफुल रुल, मार्जिन अफ सेफ्टी। यसको मतलब हो सुरक्षित दूरी राखेर लगानी गर्नु। यदि कुनै शेयरको रियल भ्याल्यु 100 छ भने तपाईले त्यो 70 वा 80 मा किन्नुहोस्। यसले तपाईलाई लसबाट बचाउँछ। अब कुरा गरौँ इन्भेस्टरका प्रकारहरू। बेन्जामिन ग्राहमले दुई प्रकारका इन्भेस्टर बताएका छन्। पहिलो, डिफेन्सिभ इन्भेस्टर, दोस्रो, एन्टरप्राइजिङ इन्भेस्टर। डिफेन्सिभ इन्भेस्टर के गर्छ? कम रिस्क लिन्छ, लङ टर्ममा इन्भेस्ट गर्छ र मार्केटलाई धेरै फलो गर्दैन। एन्टरप्राइजिङ इन्भेस्टर के गर्छ? बढी रिसर्च गर्छ, अपर्च्युनिटिज खोज्छ र एक्टिभ रूपमा इन्भेस्ट गर्छ। अब अर्को महत्त्वपूर्ण लेसन, इमोसन कन्ट्रोल गर्नुहोस्। शेयर बजारमा सबैभन्दा ठूलो दुश्मन तपाईको इमोसन हो। डर र लोभले गर्दा मानिसहरूले गलत निर्णय लिन्छन्। जब मार्केट तल झर्छ मानिसहरू डराउँछन् र बेचिदिन्छन्। जब मार्केट माथि जान्छ मानिसहरू लोभी हुन्छन् र किन्छन्। तर स्मार्ट इन्भेस्टर उल्टो गर्छ। अब कुरा गरौँ डाइभर्सिफिकेसनको। आफ्नो सबै पैसा एउटै ठाउँमा नलगाउनुहोस्। विभिन्न कम्पनीहरूमा इन्भेस्ट गर्नुहोस्। यसले रिस्क घटाउँछ। अर्को महत्त्वपूर्ण कुरा, लङ टर्म सोच्नुहोस्। शेयर बजार शोर्ट टर्म गेम होइन। पेशेन्स राख्नुहोस् र समयसँगै पैसा बढ्न दिनुहोस्। अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण कुरा, इन्भेस्टर बन्नुहोस्, ट्रेडर होइन। डेली ट्रेडिङ गरेर तपाईँ धनी बन्न सक्नुहुन्न, तर डिसिप्लिन इन्भेस्टिङ गरेर तपाईँ फाइनान्शियल फ्रिडम पाउन सक्नुहुन्छ। अन्त्यमा यस किताबका मुख्य लेसन्स, इन्भेस्टमेन्ट र स्पेकुलेसन फरक छ। इमोसन कन्ट्रोल गर्नुहोस्, मार्जिन अफ सेफ्टी प्रयोग गर्नुहोस्, लङ टर्म सोच्नुहोस्, डाइभर्सिफिकेसन गर्नुहोस्। यदि तपाईले यी नियमहरू अपनाउनु भयो भने तपाईँ एक सफल इन्भेस्टर बन्न सक्नुहुन्छ। यदि तपाईलाई यस्तो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा भन्नुहोस् अर्को कुन किताबको समरी चाहनुहुन्छ। धन्यवाद।